हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। अनि आज चाहिँ हामी शिव शताक्षीको छेउमा आएको छौँ अनि यु क्यान सी द भ्यू। अनि हाम्रो दुईजना फोटोग्राफर डाइरेक्टरहरू लिएर डढेर यति यस्तो कालो कालो हुनुभएको छ। मेरो बुढा कलुवा म चाहिँ अल टाइम गोरी भन्न पनि पाइँदैन होला, म पनि डढिसकेँ गाइज। अनि भ्यू हेर्नुहोस्, यहाँनिर चाहिँ आएर हजुरहरूले राम्रोसँग फोटोसोटो खिचेर टिकटकमा भाइरल हुन सक्नुहुनेछ। अनि यसको लोकेसन चाहिँ हामी अलिछिनमा हालिदिन्छौँ या हाल्दैनौँ थाहा छैन। शिव शताक्षीको बाटो जाने ठ्याक्कै देखिहालिन्छ होइन। अनि हामीले चाहिँ लास्टै फोन गऱ्यौँ, भिडियो धेरै बनायौँ। अनि गर्मीले चाहिँ दुईजना डढेर साँच्चीकै आज चाहिँ हालत भयो, खरानी हुनुभयो। अनि तपाईँहरू आउँदाखेरि चाहिँ छाता चाहिँ बोक्न नबिर्सिनु होला। अनि पानीको बोतल पनि है, पानीको बोतल तर यहाँनिर चाहिँ पाइदैन है गाइस है, तर पानीको बोतल खाएर आफूले जानु होला। अनि हाम्रो चाहिँ यहाँनिर चाहिँ तपाईँहरूले ड्राई पिकनिक पनि गर्न सक्नुहुने रहेछ। यहाँनिर टक्क बसेर शीतल ठाउँ पनि रहेछ मजाको। यो यहाँनिर रुखको चाहिँ छाया छ र शीतल भएको छ। अनि ऊ पर छ है गाइस। ल हामी चाहिँ अब लाग्यौँ टन्नै फोटोसोटो खिच्यौँ। अब भरे कस्तो आउँछ भिडियो एडिट गरेर हेर्नु नै होला। हाम्रो टिकटक क्लिप्सले हालिदिन्छौँ, लाइक गर्नु है त गाइस। बाई बाई। ल हाम्रो टोली लाग्यो सबै सामान बोकेर। अब हामी एक दुईवटा सुट गर्नै बाँकी छ, बाइक सुट अरे बाइक राइड गरेको होइन। अनि त्यसपछि हामी यसो खाजासाजा खान्छौँ होइन। हामी खाना पनि नखाइआएको गाइस, बिहानै आउनुपर्ने रहेछ। यहाँ चाहिँ 7 बजी नै निस्केको, डाइभर्सनले गर्दा पुरै बाटो धुलै धुलो पाउडरै लाउनु पर्दो रहेछ गाइस। यस्तो राम्रो छ हौ आम्मामा। अनि स्विजरल्यान्ड किन जानु गाइस? हनीमुन बनाउन यही होला झन्डै लड्यो हौ। ल दुईजना पार्टीहरू चाहिँ रमाइलो गर्दै हुन्छ। अनि मेरो ब्याग चाहिँ बोकेर तेज भाइले सहयोग गर्नुभएको छ। उयो गर्दै हुनुहुन्छ भाइले ब्याग बोकेर। के भन्छ छाताको प्रयोग गरेन होइन, पछि रिहर्सल क्या, भविष्यमा बोक्नु परेन त। सनस्क्रिन दलेर आउनु होला तपाईँहरू चाहिँ मजाले। यस्तो दामी छ गाइज, यु क्यान सी द भ्यू, कस्तो राम्रो छ। अनि शीतलको लागि चाहिँ उता पनि यस्तै खालको मजाको भ्यूहरू छ, मजाले सिरुहरू फुलेको छ। अनि त्यहाँ चाहिँ जङ्गल छ, त्यहाँनिर चाहिँ शीतल हुने रहेछ। तर घामले गर्दा राम्रो भिडियो आउँदैन भनेर हामी चाहिँ त्यही गयौँ गाइज। ल ओइ फाट्लाई अर्क्यो। अब कसरी जाने क्या, यस्तो स्ट्रगल त। यहाँबाट बाइक चाहिँ छिराउनु पाएको थियो नि त, हामी कडा हुन्थ्यो। अब कसरी जानु म चाहिँ सानो छु कि। अल्झिहालो है गाइज। यहाँ चाहिँ राम्रो आउँछ जस्तो छ हौ। ल हाम्रो चाहिँ एउटा एन्टक, एउटा इन्फिल्ड के भन्छ बाइकको सर्ट बनाउने अरे। अब म स्टे ट्युन, डोन्ट फर्गेट टु सब्स्क्राइब, लाइक कमेन्ट एन्ड सब्स्क्राइब। तपाईँको अन्डरले त अनफलो गर्छन् होला मलाई। कालो न कालो भइसक्यो ल गाइस। ल के भनिदिनु त मेरो भ्लगमा। सनस्क्रिन लगाएर आउनु, छाता बोकेर आउनु, मेरो भ्लगमा के भन्नु हैन, पानी जनिबार बोकेर आउनु। हाम्रो बसन्जीको च्यानलमा लाइक कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु होला। भाइले भनिदिनु। बाइ बाइ बाइ। सक्यो, गल्यो। भाइले भने एउटै हो, उस्तै हो। गल्यो बाइक चलाउने हो गाइस।